यदि कुनै पुरुषले अर्काकी पत्नी पर स्त्रीसँग सम्बन्ध राख्दछ भनेदेखि अर्को जन्म ऊ अस्थिविहीन प्राणी भएर जन्मन्छ। जस्तै गँडेउला छ नि, जसको हड्डीहरू हुँदैन। ल हेर्नुहोस् कस्तो जन्म हुनेछ, सुँगुर भएर जन्मनु पर्नेछ। यदि पति पत्नी भन्दा बाहिर गयो भनेदेखि त्यो घोर पाप मानिन्छ र नरकमा यस्ता स्त्री पुरुष दुवैलाई लिएर गएर हजारौँ वर्षसम्म, स्त्री हो भने दन्तन्ती बलेको फलामद्वारा निर्मित पुरुषसँग आलिङ्गन गर्न लगाइन्छ र पुरुष हो भने फलामद्वारा निर्मित दन्तन्ती बलेकी रातो तातो फलामकी स्त्रीसँग आलिङ्गन गरेर बस्न बाध्य गराइन्छ। यो सजाय हो हजारौँ वर्षसम्म, धेरै पीडादायी छ। बल्ल बल्ल पाएको यो देव दुर्लभ मानव चोलाको कस्तो दुरुपयोग भयो ल हेर्नुहोस् त। अर्को जन्म त कस्तो किरा फट्याङ्ग्रा योनिमा पाइने रहेछ। पहिले राक्षसहरूले पनि पर स्त्रीहरूलाई हेर्दैनथे अरे, न बाधयति राक्षसोपि पराङ्गनम। पहिले वैदिक युगमा राक्षसहरूले पनि पर स्त्रीहरूलाई हेर्दैनथे, तर अब अहिले लगभग अधिकांश पुरुषहरू राक्षस भएका छन्। उनीहरूको योजना नै कसरी अर्काकी श्रीमती अर्काकी स्त्रीलाई भोग गर्ने भन्ने, उनीहरूको पुरा प्लानिङ योजना सबै त्यसैमा फोकस हुन्छ।